Life in Fukuoka. फुकुओकामा जीवनयापन। यो फुकुओका सिटीबाट प्रायोजित कार्यक्रम हो। नमस्ते, ओहाई गोजाइमास, म सरिता। यो लाइफ इन फुकुओका कार्यक्रममा फुकुओकामा बस्दै आउनुभएका नेपालीहरूका लागि सुरक्षित भई आरामदायक जीवनयापनका लागि आवश्यक जानकारीहरू नेपालीमा दिने आइरहेकी छु। हरेक हप्ताको बिहिबार यो कार्यक्रम म सरिताको साथ सुन्न सक्नुहुन्छ। छोटो समयको हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला। फुकुओकामा जीवनयापन। हरेक वर्ष फुकुओकाको गर्मीलाई अझ बढी जोसिलो र रमाइलो बनाउने तेन्जिङ नाचु माचेरी यति बेला धुमधामका साथ चलिरहेको छ। फुकुओका सिटी हलको पश्चिमतर्फ रहेको फुरेआई हिरोबामा करिब 1 महिनासम्म चल्ने यो महोत्सव तेन्जिङको गर्मी सिजनको एउटा निकै प्रख्यात र परम्परागत वार्षिक उत्सव हो। जापानको समर फेस्टिभल भन्ने बित्तिकै बुन ओदरीलाई सम्झिने गरिन्छ। यहाँ मैदानको बीचमा बनाएको ठुलो काठको मञ्च अर्थात् यागुरालाई घेरेर पुराना सदाबहार गीतदेखि लिएर भर्खरका पप गीत र जापानी परम्परागत बाजा वाताईको धुनमा झुम्दै पुराना दिनहरूको झल्को दिने वातावरणमा ससाना बालबालिकादेखि वृद्धहरू सबैजना एउटै गोलो घेरामा बसेर सँगै नाच्ने गर्छन्। त्यहाँका आकर्षण फुड स्थलहरूमा गर्मी महिनामा खाइने खाकीगोरी र याकिसोबा जस्ता मेलाका सदाबहार परिकारहरूका साथै हाकाताका प्रख्यात स्थानीय स्वाददेखि लिएर अचेलका चर्चित आधुनिक मिठाईहरूसम्मका सबै थरी खानेकुराहरू लहरै सजाएका छन्। जापानको परम्परागत खेलहरूको खुना जसलाई एन्निची भनिन्छ, त्यहाँ पानीमा बेलुन टिप्ने यो चुरी, सुपरबल सुकुई र बन्दुकले निशाना लगाउने जस्ता धेरै रमाइला खेलहरू छन्, जसमा बालबालिका मात्र नभई ठुला मानिसहरू पनि निकै झुमेर रमाउने गर्छन्। यो रोमाञ्चक महोत्सव अगस्त 23 तारिक आइतबारसम्म चल्नेछ। कार्यक्रम स्थान तेन्जिङको मुटुमा रहेको फुकुओका सिटी हलको पश्चिमतर्फको फुरेआई हिरोबामा तोकिएको छ। यो मेला बेलुका 5:30 बजेदेखि बेलुका 10 बजेसम्म महोत्सव अवधिभर एक दिन पनि नबिराइकन हरेक दिन खुल्ला रहनेछ। तपाईँ पनि कामबाट फर्किने बेला होस् वा सपिङ गर्न निस्किएका बेला एकचोटि पक्कै पनि घुम्न र रमाइलो गर्न जाने होइन त? फुकुओकामा जीवनयापन। यो फुकुओका सहरको सूचना हो। फुकुओका सहरले एसियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई फुकुओका प्राइजले सम्मान गर्दै आइरहेको छ। यस वर्षको 35औं फुकुओका प्राइजका विजेताहरू घोषित भएका छन्। द ग्रान्ड प्राइजको विजेतामा भिडियो कलाको माध्यमबाट एसियाको इतिहास र स्मृतिलाई जीवन्त रूपमा प्रस्तुत गर्नुहुने आधुनिक कलाकार होजु नियन, द एकाडेमिक प्राइजमा दक्षिण पूर्वी एसियाली समाजका मानिसहरूमा भविष्य छनौट गर्ने स्वतन्त्रताको खोजी गर्नुहुने अनुसन्धानकर्ता क्यारोलिन सी हाउ, द आर्ट्स एन्ड कल्चर प्राइजमा एसियाली परम्परागत नृत्यलाई आधुनिकता र विश्वमा जोड्ने नवपरिवर्तनकारी नर्तक पिचेट क्लुन्चुन। सेप्टेम्बर 14 तारिक सोमबारका दिन मुख्य पुरस्कार वितरण समारोह आयोजना गरिँदैछ। साथै सेप्टेम्बर 12 तारिक शनिबार र 15 तारिक मङ्गलबारका दिन नागरिक मञ्च सञ्चालन गरिनेछ। सेप्टेम्बर 12 तारिक शनिबारको दिउँसो द आर्ट्स एन्ड कल्चर प्राइज विजेता पिचेट क्लुन्चुनको र सोही दिन बेलुका द ग्रान्ड प्राइज विजेता होजु नियनको विशेष लेक्चर हुनेछ। त्यसै गरी सेप्टेम्बर 15 तारिक मङ्गलबारका दिन द एकाडेमिक प्राइज विजेता क्यारोलिन सी हाउले आफ्नो विशेष लेक्चर प्रस्तुत गर्नुहुनेछ। पुरस्कार समारोह र नागरिक मञ्चमा जो कोहीले पनि निशुल्क सहभागी हुन सक्नुहुन्छ, तर अगावै दर्ता गर्न आवश्यक छ। त्यसैले कृपया आधिकारिक वेबसाइटबाट आवेदन भर्नुहोला। दर्ता अन्तिम मिति पुरस्कार समारोहको लागि अगस्त 17 तारिक सोमबारसम्म हो र नागरिक मञ्चको लागि प्रत्येक कार्यक्रमको 2 दिन अघिसम्म हो। यो फुकुओका सहरको सूचना थियो।
यो हप्ताको लाइफ इन फुकुओका कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? लभ एफएमको होम पेजमा गएर लाइफ इन फुकुओका नेपाली भनी खोजी पोडकास्टबाट पनि यो कार्यक्रम तपाईँहरूको मिल्ने समयमा सुन्न सक्नुहुन्छ। त्यस्तै ब्लगबाट पनि यो कार्यक्रमको बारेमा जानकारी पाउन सक्नुहुन्छ। मेसेज पनि पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ 761@lovefm.co.jp। आजको लागि बिदा हुन चाहन्छु। तपाईँहरूको दिन शुभ रहोस्। नमस्ते।